टेम्पोवालालाई 100 रुपियाँ अझै थप्नु पर्ला है साथीहरु टेम्पोवालालाई यो हामीलाई कराटे खेल्ने बेलामा हाम्रो साथी गएर उ त्यो रुखु खाल भनेर लिएर आउँथ्यो जाऊ त्यो रुखु खालेर लिएर आ भन्थ्यो सम्राट दामी र त म त यही आउँछु पहिला नि हो मम्मी म त जान्न अब त्यहाँ भन्दा यो बर्डर क्रस नगरौँ है हामी यो बर्डर क्रस नगरौँ क्या रे यो मन्दिर सजाउने मलाई अफर आएको थियो 2 वर्ष यहाँनिर एउटा केटाले मलाई प्रपोज गरेको थियो यहाँनिर दुर्गाले कान्छाले के यहाँदेखि यहाँसम्म मलाई प्रपोज गरेर मम्मीले लेखेको थियो यो थाहा छ यो यहाँदेखि यो सब लाइन हो यहाँदेखिको वहाँसम्म लाइन भन्छ अब भएन अनि पहाड उताको एरिया हेरेकै छैन कहाँ हेर्न भयो भाइ 5 मिनेट रोकिहाल्छ नि दिपेन्द्र मम्मी हिँड्दै चाहिँ खाइसक्यो यो के हेरे यसको डबल छ त्यो तिमीहरु भ्याउँदैनौ के कुकुर गर्नु ठक्का उतै यो कल त थिएन हाम्रो पालमा यो यसको यो मेरो हाम्रो क्लास यो 10 क्लास यो उयोको यो सेकेन्ड झ्यालको म आउँछु यहाँ यो आजको रुख धेरै पुरानो यहाँ गार्डन थियो यो उता यहाँ भित्र छ यो धेरै छ के 4 बिघा कति हो यो चाहिँ हो होइन यो सबै स्कुल हो ओता ल यति जाउँ है अब अहिले यति जाउँ न कुरा गरिसकेपछि आधी घण्टापछि डिएम सर कुरा बुझेर हाँस्थ्यो अनि त्यही भएर मैले त्यो सरको नाम गैडा राखेको थिएँ यही राखेको यही रुखको मुनि त्यो सरको नाम गैडा मैले त के हेर्नु होइन यो सब हामी पढेको बेन्चीहरू देख्यो तिमीहरू घुमेर भ्याउँदैन यो पुरै पछाडि पुरै छ यो स्कुलको ल राम्रै ठाउँमा पढाएर जाऊ ल यो 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 छ नि यो सेकेन्ड गेट हो यो पुरानो कल हो ल अझ अहिले हेर्नु चाहिँ यार पुरानो मिल्छ यार पुरानो खानु मिल्छ यो पुरानो कल हो यार लिबिस्टी जानी भयो ल ल त्यता किन जाने यतै जाउँ न यो बिल्डिङको यहाँनिर बिनाले मनोजलाई प्रपोज गरेको थियो केटीले बिनाले मनोजलाई केटीले मसला घारी काट्दैछ नि यहाँ यो मसला घारीमा नि हामी नाम लेख्छौँ थाहा छ तिमीलाई नाम लेख्छौँ नि है यहाँ चाहिँ लेखेर यसमा नाम लेखिन्छ नि हेर्न के गर्नु गयो मसला गर्नु गयो मसला मतलब के मसला के मसला यो औषधि बन्छ यसले यसरी नाम लेख्छ हामी सन्चोहरू बनाउने हो यो दिपेन्द्र क्लास भोलि आएर हेऱ्यो तेरो पनि कति नाम लेखाएको थियो होला नि त प्लस अहिले यहाँ आएर मेरो प्लस भयो सीधा अस्मिता नाटेल क्लास 8 अस्मिता नाटेल भनेको हो नि मेरो ड्याडीको नि
ल ल ल त्यो टेम्पो अब रोक्दैन अब भयो फेट यार एकसाथ खेलौँ न यो हाम्रो यहाँ बोर्ड हुन्छ है यो स्टेज बनाउने ठाउँ हो यहाँ ल ल ल जाऊ नाम लेख ओ छिटो आइज ल तपाईँ र म क्रिकेट खेलौँ न अहिले जाउँ न अहिले जाउँ फेरि जहाँ गए पनि खेल्ने ठाउँ हो त अहिले यो अहिले नि यो स्पेस धेरै सानो बनाएको छ धेरै ठुलो थियो खै मैले 5 मिनट भनेर 7 मिनट टाइम लियो है रोडमा भाइ लड्छ है त्यो समालेर ल खेल्ने मान्छे क्रिकेट खेल्ने हो केटाहरू अहिले पनि आफूलाई धेरै सोध्छन् त्यस्तै हो 8 मिनट लियौँ हामीले 8 मिनट ठ्याक्कै भयो आमा हिँड्दा थाकियो कति ठुलो स्कुल हो क्या मैले भने तिमीले अर्को स्कुल भेट्नु भएन